Hello guys, good morning. Welcome to my new video. हजुरहरूलाई माया र भिडियोमा स्वागत छ। आज पनि म उपस्थित भइसकेको छु नयाँ दिनसँगै नयाँ भिडियो लिएर। अनि चाहिँ म आज काम खोज्न हिँडेको सेकेन्ड डे हिजो फर्स्ट डे गइहाल्यो। मैले भिडियो अपलोड गरेको छु फर्स्ट डे। आज चाहिँ सेकेन्ड डे। अब यो मेरो लास्ट भ्लग हो। हिजो लास्ट भनेको थिएँ तर हिजो रुम आएको थियो नि त म यहाँको रुम, अनि त्यही भएर आजको चाहिँ लास्ट हुन्छ। आजबाट चाहिँ म यताको रुम आउँदैन। आज चाहिँ लास्ट हो मेरो यो यताको ठाउँमा। अनि म चाहिँ आजबाट चाहिँ रुमबाट निस्किएँ। अनि सब ठिक छ, गुड छ होइन। आजको नयाँ दिनसँगै चढिसक्यौँ। तर अझै पनि अर्को एउटा ट्रेन चढ्नुपर्छ। म चाहिँ बिहान कति ट्रेन चेन्ज गरेँ, 3टा सिट ट्रेन, अबसम्म 4 ट्रेन हुन्छ। 4टा ट्रेन चेन्ज गरेर शनिबार आयो कि क्या नआउँछ त्यही पनि। अब बहिनी चाहिँ राम्रो लाग्यो, राम्रो रहेछ। अनि म चाहिँ कन्भिन्स गर्छु भेनासँग भन्ने कुरा गऱ्यो। ठिकै छ। अब बेलुकासम्म चाहिँ डिसिजन दिन्छु भनेर भन्नुभएको छ दिदीले। अब के हुन्छ, म चाहिँ ठ्याक्क अहिले कहाँ छु भनेर म देखाइदिन्छु। ओ माई गड कस्तो राम्रो फुल। ए म भएको ठाउँ चाहिँ अहिले यहाँ छ। अब मैले काम चाहिँ कहाँ भएको अवस्था अहिले चाहिँ म्यासेज छ कि छैन हेर्नु पर्यो। म्यासेज त कति है साथी, आफूले चाहिँ चुज गर्न सक्नु पर्यो। म्यासेज त जति नै रहेछ तर चाहिँ अब धेरै म्यासेज भयो भने नि कुन चुज गर्ने भएर चाहिँ यहाँ तनाव भएन त भने त कत्रै म्यासेज रहेछ। यहाँ पनि मान्छे माग्दै सुतेको बिचरा कति बिरामी भएर सुत्यो होला। हेलो गाइस, वेलकम टु माई न्यू भिडियो। आज चाहिँ मैले कति 4 दिन 5 दिनपछि भिडियो स्टार्ट गरिरहेको छु तर 2 दिनको भिडियो पनि पोस्ट गरिरहेको छैन होइन। किनभने वाइफाईको प्रब्लम भएर चाहिँ नगरेको। आज नि गर्ने मन चाहिँ थिएन तर यस्तो राम्रो ठाउँमा आयो मैले भ्लग स्टार्ट नगरी बस्नै सकिनँ। त्यही भएर यस्तो चाहिँ आजको मौसम अनि हामी आएको ठाउँ यति राम्रो छ। घरै गएको जस्तो फिल उसलाई त उस घरमा गएको जस्तो फिल भइरहेछ अरे। त्यही भएर छिटो हिँडिरहेछ। 1:30 मा इन्टरभ्यू दिन आऊ भनेको। आम्मा के हो यो त साथी, पुरै उ छ त। अनि गाउँको नि गाउँ 2टा बस चेन्ज गरेर आउँदा पनि अझै के हो खै कता हो है। यस्तो गाह्रो छ। तर म्यासेज मलाई पऱ्यो होइन, म्यासेज मेरो साथीलाई पऱ्यो हो, मलाई चाहिँ पऱ्यो होइन। उसलाई गरेको आए मर गया ऊ यही घर हो कि क्या हो। गाह्रो छ। अनि यो बाटो त यस्तो छ। अनि अहिले कम्पनी कस्तो छ म देखाइहाल्छु, कम्पनीको साउ कस्तो छ देखाइहाल्छु। एकछिन भेट्नुपर्छ ल। कस्तो रहेछ कम्पनी, रिभ्यू दिउनु पर्यो न। यहाँ अघिको पनि हेर्न आएको, अर्को बाटोमा आउँदा त अर्को दाइ नि भेट भयो। यहाँ अर्को यहाँ छ रिभ्यू दिनु पर्यो क्या। ल देऊ न साथी। यस्तो के भन्छ अरे, काममा इन्सा गरेको देखेर मान्छेले छिसो गरेर आयो जिन्दगीमा। गरी खाने मान्छे त होइनन्, गरी खाने मान्छे होइन हौ तिमीहरू त। छ्या, अरूले चाहिँ त्यहाँ इन्सा गर्यो भनेर उनीहरूले क्यान्सल गर्छ सक्दैन अरे। एकै दिनमा हामी सबको नजरमा गिर्छौँ पो भन्दैछ। के सोध्यो 2जनाले क्यान्सल गरेको अवस्था।
ए कम दुःख गरेर आएको यहाँसम्म तर सब क्यान्सल यिनीहरूको कुरा गन्थन मन्थन सुन्नु पर्यो क्या यहाँनिर E7 सबको अहिले E7मै छ गयो भने क्यान्सल हाल्दिन्छ क्या त्यसले कि अफिसमै सुतेको छु म दुई हप्ता भइसक्यो म्यासेज पर्दैन अफिसमै सुते चाहिँ त्यहीँ छ अफिसमा डेली अफिसमै जाने कोही पढेको पऱ्यो अरूको पढ्यो भने पनि क्यान्सल गर्छ भनिरहेको छु यस्तो कम्पनी मिलोस् न हाम्रो अफिसमै सुत्ने अफिसमै सुत्ने कम्पनी परोस् ए गाडी नआउँदैन यस्तो अविकसित ठाउँमा आएछ है चिन्ता यस्तो मलाई चाहिँ एउटा परेको तर पनि फेरि मैले छोडेकै कम्पनी परेछ आइ छिट्टा लु अब फेरि हामी आज शनिबार हो नि त कम्पनीको मान्छे सब गयो घरमा त्यही भएर हामी फेरि पहिलाकै कम्पनीमा जाँदैछौँ लुकी गर्दै अनि कस्तो कहाँ यस्तो हेर्ने भनेर ताल हेर्ने भनेर आएको ताल ए समुद्र ताल भनेको फेरि मैले उल्टो बोलेपछि म समुद्र देख्न समुद्रको फोटो देखाइदिउँ म थेजनमा गएको यस्तो समुद्रमा ल्याएको रे लु हेर यस्तो समुद्र हो कि बालुवाको घर हो बालुवाको घरमा पो लिएर आएछ यार यस्तो छ जिन्दगी दिन्छौ कि काँडा दिन्छौ कि यस्तो छ यस्तो यो अहिले चाहिँ सुकिया हो कि त्यहाँ जाउँ न त्यहाँ गएको छ नि त दुईजना त त्यो हिलो त्यहाँ त्यो म के हिलो देख्छ र अच्छा अनि यहाँ आएपछि त्यहाँ जान पर्ने हुन्छ त अनि यस्तो राम्रो ठाउँमा आयो भने लास्ट टाइम खोकी मगायो ल यहाँ खानेकुरा धेरै रहेछ नि तर यहाँको यो सुकेछ समुद्र सुकेछ के तेरिका यस्तो छ जिन्दगी पारी त छ त अनि त्यो के हो त्यस्तो यस्तो आलु जस्तो जिन्दगी जुन चिज हेर्न आएको थियो त्यो चाहिँ सब सुके पनि अब यहाँ यस्तो यहाँनिर सब सुकेर यस्तो नि हुँदो रहेछ जिन्दगी यहाँ भित्र यस्तो मान्छे के त्यहाँ हातेर आउने हो कि के हो त्यस्तो अनि त्यहाँ के गर्नु बसेको त अनि थाहा अरू पनि भन्छ होला नि त अनि यो नेपालको जस्तो त्यहाँनिर गएर बलुवा झिकेर बेच्न पर्छ होइन यो छुट्टी धेरै जस्तोले चाहिँ के गर्यो नबोल आजको मौसम यस्तो छ राम्रो छ आज के बोले भाइ
के बोले के छ थाहा हामी बोले हाङ्गुक नोरे ना मल्ला देखाइदिन्थ्यो कुन चाहिँ केटीलाई राम्रो भनेको छ भनेर तर देखाइदिन्छु ल यही अगाडिको केटी हो देख्यो त्यही हो त्यहाँ काठमाडौँको धरा त्यहाँ छ धरा होइन त्यसलाई के भन्छ घन्टाला के आएको थियो अम्मा पुरी कुमार देगिया मैयामेन उडी कुमार 있잖아 그리고 먹는 거 돈 없어 없으면 어떡해 어제 안맹 저기 진급 물어보는데 오이사 그만 안 거 그만 대기 돈 없어서 먹는 거 없어서 살아 그러면 저기 예쁜 아가씨 있으면 아니. 받으려고 물어보면 아니 예쁜 아가씨 아니고 저기 이모라고 물어봤잖아 저쪽 가야 또 이모ले बोलाइरहेछ त्यहाँ खाना भनेर जानियो 안 나와 없어 그만 대기지 म यहाँ चरालाई यस्तो गरेर म खानेकुरा दिन्छु भनेर सोचेर आएको मान्छे हो त्यसरी दियो भने आएर कस्तो खान्छ भन्थ्यो खोइ यार एक्सपेक्टेसन भर्सेस रियालिटी भयो एक्सपेक्ट कत्रो गरेर आएको थियो हामी यहाँ घुम्न चाहिँ आएको होइन यिन खाना आएकै भोकमरी 감사합니다 수고하세요 감기 공고다 마र्छ भनेर भन्छ 야 잘 잡아 와우 오 마이 갓 오! 야 조심 오 마이 갓 오 마이 갓 हातले राख्दिन्छु ल Oh my gosh. 됐어. 야. हामी यहाँ चरालाई उठाउन आएको
मैले चाहिँ यहाँनिर आएर एउटा बगालै देख्यो भन्दा नि एउटा हुन्छ नि अघि हामी जाँदाखेरि यहाँ सबै पानी थिएन है बाटो मात्रै थियो भिडियो बनाएको छु होइन पानी नै थिएन के अनि भर्खर फर्केर आउँदाखेरि यस्तो के भर्खर यस्तो आउने र नि म त अघि त किन सुकेछ भन्दै आएको भर्खर फर्किँदा त फेरि पानी त्यो बस्दा बस्दै आयो त फेरि गुटु टुटु लाएर यस्तो छ कोरियामा त यस्तो नि हुँदो रहेछ हो यो समुद्रमा के गर्नु समुद्रमा पानी सुकेको त सुक्दैन भने सुनेको थियो पहिला पहिला अन्त सुक्दो रहेछ हौ कि कसो हौ अस्तिको दाइलाई फेरि भेट्यो पल्ले 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 यति कुरो अब यहाँ यस्तो छ तीनजना दाइहरू अब यिनीहरू यसरी हिँड्छन् अब आफू चाहिँ एक्लै केटीलाई मेसेज चाहिँ छैन मेसेज यहाँ छिङ्गु मैले दिन अस्ति बनाएको भिडियो पोस्ट गरेँ होइन फेरि आज नि त्यो दाइलाई भेट्नु वाह विजयजी congratulations great successful person थ्यांक यू सर युट्युबमा भनेको हो भाइरल भएको टिकटकमा यही भिडियो ल्यायो नि ओके आज भाइरल हुने यही भिडियो पक्काला फेरि त भिडियो यहाँनिर चाहिँ योलाई र यो दाइलाई मेसेज परेको छ यो दाइ र म पछि दाइ म चाहिँ यतिकै हिँडिरहेछौँ होइन यस्तो हो कि कस्तो मलाई लागेको अब तपाईँलाई नि भन्न त आउँछ होइन उसलाई नि आउँछ तर चाहिँ तपाईँ एउटै भयो अनि किन बोल्ने टाइपको हुन्छ नि त अनि तपाईँ एक्लै हुँदा तपाईँ सक्नुहुन्छ यसो गर्नु एक्लै त गर्न सक्छ एक्लै गर्न सक्यो भने अरू के चाहियो त अब उसलाई भन्दा मलाई अलिक कति कम आउँछ उसको अगाडि अलिक के सोध्नेलाई भनिन्छ नि त सोच्नु पर्दैन त हामी धेरै वर्ष भइसक्यो नि त सोच्नु पर्दैन खोरे छुट्टीको के अब यही सोध्नु सबै सोध्दैन बोन आउँछ नि त भोलि बिदा बस्यो भने के गर्छ यता आउँछ त ओइ उता गाडी आएको छ है साथी उताबाट के दौडेर आउनु मात्रै भयो भगवान् 2 घन्टा लाग्यो होला हौ यो कन्टरमा आउनु के यस्तो कन्टरमा बसेर ल हजुर आमा यस्तो म त बागलुङै गएको जस्तो भयो हौ तेरि किन्नुले के गर्छन् कहिले यता कहिले उता ल पाल्ली यस्तो काम छोड्नुको पीडा हेर ढुसी यो गोर्खेहरू हिँड्नु दाइ हिँड्नु आन्दे आइगो छिच्चा जे पनि बोल्दिने जता नि हिँड्दैन काम छोड्नुको व्यथा यस्तो छ हो हजुर
काम गरेर पीडित चाहिँ हुनु पीडित होइन कि यस्तोमा हिँड्नुपर्छ भनेको के यस्तो हेर्नु न न घाम न पानी न हिउँ केही भन्न पाउँछ त न खाली पेट न भोको पेट केही भन्न पाउँदैन आवाज त ल यो गोर्खेहरूको कतिजना बस्छन् बस्दैन थाहा छैन तर यति कन्टरमा आएछ थाहा छैन लास्ट कन्टरमा आएछ अझ हिउँ पर्दैछ यस्तरी आछि दाइ बस्नु सोच छ कि छैन ओ चस्मा लाएर हिँड्नुहोस् न नबस्नु पुरै छैन नि हामी पनि के काम सक्छु मैले पहिलोचोटि काम छोड्दाखेरि यस्तै भएको थियो यस्तै रोड हिँड्नु परेको थियो पहिला के त्योभन्दा अघि अहिले त्यस्तै छ कम्पनी कहाँ छ कम्पनी बिक्रीमा म किन्थेँ मसँग पैसा छ मैले कम्पनी किन्छु अनि तिमीहरू चाहिँ मेरो कामदार बस्छ ल यस्तोमा राखेर यो कता गयो कि आधी घन्टा बेसी भइसक्यो इन्भर्टरभित्र छिरे पनि म त मर्छु होला हौ 3:52 मा भिडियो छिरेको जस्तो लाग्छ अहिले 4 कति भयो 4:45 कति भइसक्यो यार यो यहाँ भित्र लास्ट भयो नि त मलाई यिनीहरू कस्तो खालको अहिलेसम्म नआउने यार जाडोले मरेर पनि नभन्ने यार तेरिका लास्ट आज त लास्ट है पुरै दारू खाने जस्तो दिन रह्यो दारू र यस्तो दिन पनि हुँदैन चिसो भएर हातेर कस्तो आलु मार तिमीहरूलाई रुक न क्या त्यही भएको कस्तो खालको म यहाँ वेट गरेर बस्नु यस्तो भइरहेछ यार यिनीहरू म यस्तो हालेर मार्नु म चाहिँ त्यहाँनिर के काम रहेछ अनि यो यस्तो उयो काम गर्ने अनि के हो तिमीसँग बस्नु होइन कति मान्नु हामीलाई यत्रो हामीलाई यत्रो 1 घन्टा बाहिर फेरि आधै यस्तो भएको छ अब लिएर मासिनुन मगा
화장실 뷰리 있어. 됐어. 어디? 갈게. 아이 진짜. 아이 मलाई त्यहाँ राखेर यिनीहरू कहाँबाट निस्केछ? गाह्रो छ हौ गाह्रो जिन्दगी यस्तो दौडेर यस्तो कुदेर आयो कि मलाई मात्रै थाहा छ अनि बिहान छिटै जाऊ बेलुका ढिला हो सुत्नको लागि मात्रै यस्तो छ कहाँ पुगेर भन्छ सुत्नको लागि मात्रै रुम आउने आया गाह्रो छ हौ गाह्रो छ आज कता कता घुम्यो के गरेँ मेरो भिडियो सब हेर्नु भयो होला आजसम्म लाइक गर्नु छैन लाइक अनि कमेन्ट अनि एक सेयर अनि मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला भनेर भन्दै पोस्ट गर्ने कहिले थाहा छैन तपाईँ काम छोड्ने मुडमा हुनुहुन्छ भने फेरिममा आउनु काम छोड्नु मन छ भने फेरिममा अघिको मान्छे नै अनि मोल्ला यो होइन फेरिममा आउनु होला यहाँ ब्रोकर जति नि छ तर ब्रोकरको नाममा के लेखेको हुन्छ हामीले मोल्ला कुद्दै हिँडेको ब्रोकरको नाम चिकअप सोकेसो भन्दै थियो चिकअप सोकेसो कहीँ भेट्दैन हो काम जति नि छ अब म चाहिँ आनसनमा झरिसकेको छु आनसनमा झरेर अब 8 बजिरहेछ भर्खरै झरेँ आनसनमा धेरै गाह्रो छ यार एकदमै नपाउने लास्ट गाह्रो छ अब यहाँबाट हिँडेर फेरि उता रुम पुग्नुपर्छ आज मैले काम छोडेको नि 12औं दिन भइसक्यो 12औं दिनसम्म यो काम एउटा छैन यति नोदन बुझायो जति नोदन बुझाए पनि काम छैन गाह्रो छ काम गाह्रो छ पाउँदैन केटा मान्छेहरूलाई त अलिअलि पाउँछ बाटो पाउँदो रहेछ केटी मान्छेहरूलाई चाहिँ छैन रहेछ एउटा पनि नपाउने लास्टै गाह्रो रहेछ धेरै ठाउँको पाएन लास्टै गाह्रो काम पाउनु लास्टै गाह्रो भएर अहिले माथि ब्रोकरहरू भेटेर आएको ब्रोकरहरूले नि कामै छैन भन्छ पनि कामै छैन भन्छ दिक्क लागेर यस्तो है यस्तो लास्टै पुरा फिल हुने क्या काम नपाउँदाखेरि होइन यस्तो प्रदर्शन के घटना घटिरहेको हुन्छ नि त यो कोरियामा अस्ति भर्खर त्यस्तो के घटनाहरू सुन्यो हामीहरूले सबैले सुन्यो नि त होइन तर यस्तो ठाउँमा पनि मेरो साथीले एकदम मलाई 12 दिन भयो काम छोडेर 12 दिनसम्म मलाई उसको उसको तर्फबाट 100% बिचार दिइरहेछ हिँडिरहेछ मसँग यस्तो हिँडिरहेछ मलाई यति हेल्प गरिरहेछ मेरो साथीले थ्याङ्क यू यार साथी थ्याङ्क यू सो मच यति हेल्प गरिरहेछ कि म भन्नै सक्दिनँ क्या मलाई यस्तो जस्तो नि लाग्छ होइन यस्तो अरूको ठाउँमा आएर यति हेल्प गर्ने साथी भेटेको थियो कि यस्तो यार आफ्नो फ्यामिली भेटेको जस्तै लाग्छ नि बेला यस्तो होइन पाउँछन् भन्नेले यस्तो हुन्छ नि म यार सबै मान्छे एउटा नभनेर एकदम राम्रो मान्छे नि भन्छ हुँदो रहेछ राम्रो त्यो भन्दा पनि मेरो साथी चाहिँ राम्रो एकदम हेल्पफुल छ थ्याङ्क यू साथी थ्याङ्क यू सो मच के भन्नु म भन्नै सक्दिनँ क्या यति धेरै के गर्छ कि मेरो साथी चाहिँ उता माथि झऱ्यो अनि म चाहिँ यता आउँदैछु अहिले साथीले अब बिचरा उसले काम पाइराख्यो भन्छ केटाहरूले त फाटफुट काम पाइरहेको हुन्छ म्यासेजहरू पाइरहेको हुन्छ उसले त काम पाएर पनि बिचरा गइरहेको छैन केटी मान्छेले एउटा मेसेज नपाएको देखेर तिमीलाई काम लगाएर जान्छु नि त भन्छ एउटा काम पाउँदैन त्यहाँबाट यस्तो बसेर होइन म एक्लै गर्नु सक्छु भन्छु बेलामा त्यही पनि पहिला तिमी लाग हामी बुझ्न लाग्छ नि त भन्छ अनि भनेर के गर्नु आज नि काम छोड्नु लागि फेरि कति दुःख गरिरहेको छ